त्यो बेच्दैन राम्रो हो पाउरै गनी अब दिहाल्छु कि दावा छिर्ने पनि अझै गाह्रो पसिनाले टक्कै भिजियो भाइ काम गरी खानै मलाई गाह्रो छ साइल अङ्कल कता जानुभएछ आजभोलि अस्तिदेखि त उल्टो बोल्नुहुन्थ्यो एकचोटि उहाँको घरसम्म जानुपर्छ कि क्या हो यसो बोगटे दादाको घरतिर जानु पर्यो कता हुनुहुन्छ काजन लागेपछि यो काम सुरु यो दाउरा घाँस पर्ने पर बोगटे दादाको घरसम्म जानु लाग्छ क्या यहाँ म गयो एकैछिनमा आइजान्छु झट्टै नआएपछि खुट्टो खुट्टो मारिदिनु सुटी बहिनी पनि के तर्साएर आयो भने के दाउरा छिरिरहेको मान्छेलाई त्यत्तिकै एडजस्ट क्या छ कसलाई भोगेर दायो भने मलाई के भोगेर देख्यौ सुटी बहिनी आफै सुटी जस्तो छ अर्कालाई भोगेछ राम्री मान्छे सुटी जस्तो छ आफूले आफूलाई राम्रो बोगटे दाइ धेरै नजिस्काउनु यसरी हामीले बङ्गारा सङ्गारा झार्दिउँला नि खुब झार्छे बङ्गारा मान्छे सुटी जस्तो छ बङ्गारा झार्ने तेरो हातखुट्टा सानासम्म नै हेप्या हो हेर्नु हो खुब तेरा ठुला तेरा भन्दा त हेर देखाइदियो हेर दाइ छोडिदिनु नि कुरा बरु यो उल्टो सुन्ने साइल अङ्कल कहाँ हुनुहुन्छ आजभोलि या मलाई थाहा छैन कहाँ छ त के छ मलाई के थाहा थियो त्यो पागल जस्तो गर्छ त्यो मान्छे घरतिर त होला नि मलाई के थाहा बरु यसो उहाँको घरसम्म पुगेर आऊँ न त जान त जान हुन्थ्यो तर काम के त थियो हल्का अब त्यही पनि जाने त होला त के गर्ने होला त अब गाउँघरतिरको मान्छे फेरि अब बौलाएर बन्न पस्यो कि अब जाउँला साँच्चै भोगटे अङ्कल पनि जाने भन्नुहुन्थ्यो एकछिनमा फोन गर्छु है भोगटे अङ्कललाई पनि है एकछिन यो मोबाइलमा टावर दिएको थियो कि टावर दिए जस्तो गरिरहेको छु फोन हाल्दै त म है होइन यो बोगटले किन फोन गरेछ धेरै दिनपछि सम्झेछ फोन उठाउनु पर्यो महिना हेलो बोगटे भन् त भोगटे अङ्कल कता हो अङ्कललाई त्यही त हो भन्ने फेरि बोगटे नाम बोगटे तेरो नाम अनि अङ्कललाई भोगटे भोगटे भनेर बना के गरे होइन यो बोगटे के बहिरो भयो कि के हो कानै सुन्दैन त म भनिरहेको त घरमै छु घरमै छु ए अनि के हो त अनि के छ त अनि जाने भेट्ने जाने भन्ने कुरो थियो यो साइला दाइलाई अनि के छ त अनि यसो टाइम मिल्ला त भेट्न त जाने हो तर साइला दाइले उल्टो उल्टो कुरा गर्छन् हेर बोगटे त्यही भएर मलाई त भेट्न जानु पनि मन लागेको छैन ठिकै छ तै पनि गाउँघरको कुरा हो अनि सँगै जाउँला एकछिन वेट गरेर बस्नु मलाई आउँछु ल ल अङ्कल ल ल चिप्प आउनुहोस् है त जानै पर्यो भोगटे अङ्कलले पनि आउँछु भन्नुहुन्छ ल
जाउँ नि त त्यसो भए एकछिन पानी सानी खाएर एकछिन बसेर जाउँ आमालाई सोधेर जानुपर्छ कि फेरि बोगटीले फोन त गर्यो गाउँघरतिर जान त मन लागेको थिएन तैपनि गर्मीमा हिँड्न पनि मन थिएन जानु पर्यो भेट्न आमै के भन्छन् यो चुइटी बहिनीले कहाँ घुम्न जाऊँ भन्छ एकछिन गएर आउनु पर्यो कता कहाँ यता उता यो साइल दाइलाई भेटेर आउँ भन्ने कुरो छ एकछिन म गएर आउँछु आमै है एक विषय हुँदो एकछिन गएर आउँछु क्या चुइटी बहिनीले भनेको छ त अनि फेरि के अरे काम त गयो कि त दावा छु त्यहाँ के म गइहाल आमै है पछि आउँछु ल चुइटी बहिनीलाई अन्त आइजले भोटे आइरहेछ भन्थ्यो अन्त आइसकेर सुन्छु हिरो बोल्थिन हिरोवाला भन्ने जस्तो बोगटे साह्रो भएको बोगटे भतिज के छ त अनि आइयो त जाउँ त अनि है स्विटी बहिनी पनि आइरहेछ त भेट्न साइल दाइलाई भेट्न जाने हो भोगटे दाइले पनि मलाई चुइटी भन्नुहुँदो रहेछ स्विटी नाम नै स्विटी भयो के भन्नु त भइगयो यिनी कुरा छोडिदिनु जाउँ साइल दाइ घरतिर जाउँ साइल दाइलाई भेट्नु छ जाउँ ए जाउँ ल आज साइल दाइलाई त भेट्नुपर्छ है साइल दाइलाई भेट्नुपर्छ दे आउनु अङ्कल दे ओहो अङ्कल के हो के यिनी त के सारा छ नि त ठाउँ जस्ता ए सारा भएर छान्ने होइन बना ए बनाउनु पर्छ तिमीहरू त कति बनिन्छन् त बन्छन् हेर बाबु बन्छ 3-4 वर्षपछि कसले पनि केही गरिस् भने बन्छ हो टेन्सन नगर बरु यसो न कहिलेकाहीँ यसो जिम गर्नु पुसअप हान्नु हेर्दै भए पनि क्या हुन्छ अय्या आयो त चिम्रे है आफ्नो स्टाइल हुन्छ आफ्नो होइन चिम्रे भाइ फेरि के यो गुलली समाएर बच्चा जस्तो हिँडिरहने यो बच्चाले मात्रै खेलाउँदैन गुल्ली हान्दिम ओ यो चिम्रे आँखा देख्छ कि गुरेली हान्ने तेरो चिम्रे नि आँखा देख्छ त छोडिदिउँ यिनी कुरा छोडिदिउँ चिम्रे नि छोडिदिउँ बार हेर्दैनौ बोगटिया हान्न नसुन जस्तो सोच्या छस् हान्दिम साँच्चै मटेङ्गा थिएन कुरो त साँच्चै गयो आहा बोगटे त्यत्तिकै डरायो मटक र नहुँदा त त्यस्तो मटक र भएको भए त तुरु पार्थ्यो होला नडरा बोगटे पनि केही हुँदैन मट्याङ्ग्रा नै थिएन अब कुरा छोडिदिउँ नि आज सानो दाइले भेट्न जाने नि चिम्रे भाइ जाउँ मेरो त सबै गयो यार भोगटे अङ्कल सधैँ आएर चिम्रे यार कस्तो पर्छ चिम्रेले पनि ए तर्सिएको अनि जाउँ भेट्नु है जाउँ ल अवस्था चाहिँ साइलेन्स दाइलाई चाहिँ किन भेट्न जानला हो र अरे तँ थाहा छैन र त्यो अस्ति बौले जस्तो पागल जस्तो गर्छु त त्यही भएर भेट्न जा भने निको भयो सिक्सकिने भनेर सोध्नु त्यही त हो नि उल्टा कुरा गर्यो अहिले सन्चो भयो कि के भयो भनेर भेट्न जाऊँ भने के भाइ गर्न पनि के थाहा खै बौलिन के जाउँ चिम्रे है त्यो बौलिया त त्यसो भए त बौलाहरूमा जान्न म गइरहन्छु ओए चिम्रे यो कहाँ चिम्रे कहाँ भाग्न लाग्यो त्यो चिम्रे भेट्नु पर्छ बिरामी मान्छे उल्टा कुरा गरिरहेको हामी 4-5 जना छौँ केही फरक पर्दैन गएर सम्झाउनु पर्यो के छ कस्तो छ हेर्नु पर्यो होइन ऊ त देख्दैन कि तेरो आँखा त सानो छन् बोगटेको पारा ठिक लागेन है भोकटे दाजु त्यसलाई सम्झाउनु नत्र ऊ तल पुर्याइदिउँला नि फेरि होइन बेथामा झगडा नगरौँ कि हामी जाउँ पहिले घरमा पुगेर साइलो दाइलाई के छ कस्तो छ सोधपुछ गरौँ ल
साइलाको घर जाने बाटो पनि कति उकालो है। गाह्रो छ हौ, गर्मी छ। ओ बल्ल आयो साइला अङ्कलको घर पनि। ए के हो पिटकुली साइलाको घर? होइन इन दाइले पनि मलाई जिस्काउँछन् क्या, कतिखेर पिटी भन्छन् कतिखेर पिटकुली भन्छन्। होइन क्या बहिनी, त्यो त्यत्तिकै झुक्किएर भने तिमी त चुटी हौ। ओहो हेर त बोकटे, साइला दाइको जाने बाटो नै उकालो, झन् सिडी झन् कति उकालो लगायो फेरि, चढ्न सकिएला त। म त हेरेँ नि हुक्की क्या। तिमीले के भन्छ कि? के भन्नु अब? के भन्दै भन्न त तिमीले त त्यो आँखै सानो त देख्दैन होला सिटी पनि। आफ्ना त सगर खुम्किने जत्रो आँखा आउनु भन्दा नि म सिङ्ग्रा भन्दो रहेछ कहीँ नभएको बोगटे। ए साइला दाइ, यो भोगटे यहाँ के चिला अनि यो बोकटे खन्याउने भन्छ त। अनि के ठोके? जेले टोके पनि अहिले पहिला भेट्न जानु परेन साइला दाइलाई? बोला। ओ साइला दाइ, ओ साइला दाइ, ओइ होइन यो साइला घर त कोही पनि छैन नि त, के हो यस्तो? बोला त तँ के खै छन् कि त? ए साइला अङ्कल, ओ साइला अङ्कल, होइन बोल्नु न त, छैन कि क्या हो? नै एकछिन है, अब गर्मी पनि धेरै भयो गर्मीको लागि के कुरा हो होइन, उकालो पनि धेरै चढ्यो। चाहिँ अब यसो छाया पनि रहेछ, कतै यताउता गए होला नि, आउँछन् होला। बसौँ न यता, चखर्ती पनि रहेछन्। ल ल ल बसौँ नि, ल बसौँ त। ल ल चखर्ती त रहेछ त। के गरिआयो? होइन इमर्जेन्सीमा बस्या क्या बोकटे। इमर्जेन्सी पनि हुन्छ भोगटे तेरो तेरो। होइन चिठी साइनलाई कहाँ गएको नि, कहीँ देखेको कि तिमीले? मलाई के थाहा, हामी सबै सँगै त आएको हो नि, मलाई सोध्नुहुँदो रहेछ। तारी गाउँको नाम चाहिँ के रहेछ? देख्दैन तिमीले? बोगटेले मात्रै देख्दैन। पागलले तर्साएछ, पागलले पो तर्साएर मरेछ। फसायो? कुन कसलाई फसायो? फसायो होइन के, पागल तर्सायो। हाम्रो साथ कुद्नु गयो। को गयो? कहाँ गयो? खत्तमै भइगयो? रुखबाट लडेर गयो कि भिरबाट लडेर गयो? यो खुसी हो क्या? यो मान्छे त के भौलिया भौलिया गर्छ? अस्ति नै यस्तै थियो। कहाँ लाग्यो? होइन साइनलाई कहाँ जानु लाग्यो? मलाई जानु लाग्यो, मलाई होइन बोगटे, यसलाई त बाँधेर राख्नुपर्छ कि? यहाँ त बाँधेर राख्नुपर्छ। मलाई मारेर फाल्ने रे? मलाई मारेर फाल्नको लागि त तिमीहरूले मलाई भेटाउनु पर्छ, भेटाउनु। आऊ आऊ आऊ। भन्ने हो होइन, यो भेटाउन नदिने भयो कि के हो साइनले? मार्दै कि भयो। सिनै जस्तो छ, सिनै खाएर आए जस्तो छ। सिनै हो, खतम बनायो मेरो सिनोले। भागिगयो त। हेलो साथीहरू, नमस्ते सम्पूर्णमा। म हुँ तपाईँहरूको मनोरञ्जनको साथी कवि मगर, र तपाईँहरूलाई यो हाम्रो कमेडी पार्ट 2 भिडियो कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न नभुल्नु होला। र यो हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरेर जोइन भइदिनु होला। र आगामी दिनहरूमा हामी अझै मेहनत गरेर अझै राम्रो राम्रो कमेडी भिडियोहरू ल्याएर उपस्थित हुने नै छौँ, र त्यसको लागि तपाईँहरूले चाहिँ एकदम साथ सपोर्ट दिनुपर्छ। ओके, थ्याङ्क्स फर वाचिङ।